यो पत्ता लिए मिल्दैन यो जसले भिडियो यो सार्वजनिक गरे नि तिनीहरूलाई सबैलाई समातेर कारबाही गर्नुपर्छ प्रहरीले यो कारबाहीको दायरामा ल्याउनु पर्छ भने पुलिसको चाहिँ हतियार भनेको अब बुझ्नु न कुरो सामान तपाईको के उनीहरूको दोषै होइन के त्यो दोष भनेको जसले भिडियो खिच्न गयो चियो चर्चा गर्न गयो त्यही नै दोष हो त्यसमा त तपाईँ त्यसरी निहाल्दै हेर्दै हिँड्ने भन्दा यति बेला तपाईँको अब लाखौँ ठाउँमा यस्ता घटना घटिरहेको होला त दर्शक वृन्दलाई हामीसँग कुराकानी गर्नको लागि हुनुहुन्छ बासुरी सर नमस्कार सर धेरै धेरै हजुर धन्यवाद धन्यवाद यति बेला चाहिँ निकै नै जनतालाई सोच्न बाध्य बनाउने घटना घटेको छ हेर्नुहोस् त प्रहरी भनेको जनताको साथी हो हेर्नुहोस् तर प्रहरी नै होटेलमा रङ्गी हात भेटिएको छ सैसाब एउटा युवतीसँग पत्रकारले चाहिँ खोज पत्रकारले चाहिँ के गर्नु भन्दाखेरि होटेलभित्र गएर महिलासँगको त्यो रङ्गी हात यौन सम्पर्क गर्दै गरेको स्थितिमा चाहिँ पक्राउ गर्नु मतलब रङ्गी हात छापा मार्नुभयो प्रहरीलाई लिएर के भन्नुहुन्छ तपाईँ गर्न पाइन्छ कि पाइँदैन यस्तो कामहरू पत्रकार छ र भने त्यस्तो गर्न मिल्ने नि पत्रकार छ नेपालमा छुट्याएर भने त्यसमा प्रहरीले के अर्काको महिलालाई चाहिँ विवाहित प्रहरीले त्यसो गर्न मिल्छ होइन अब पत्रकारले कहाँ कुन चाहिँ जोडी मिल्या अनि तिनीहरू अब यसो गर्दै हिँडेकै छैन भनेर चेक गर्दै हिँड्ने अनि त्यो भिडियो खिच्ने हाल्ने भन्ने त मैले त सुने होइन मैले पहिला पत्रकारको भूमिका त निर्वाह गरेर काम गरे त थिएँ तर म त कसैको चियाउन नि गएन बुझ्न नि गएन घटना ठिक हो बेठिक हो भन्दा पनि तपाईँको अब यो एउटा सामान्य कुरा हो यसलाई ठुलो एउटा पुरुष पर स्त्रीसँग भेट्नु राम्रो कुरा हो सामान्य कुरा हो अनि प्रहरी अनि पुरुष स्त्रीसँग भेटेपछि त तपाईँ जन्म्या हो म जन्म्या हो अरू जन्म्या हो यो संसारमा तपाईँको यो शारीरिक सम्पर्क यौन सम्पर्क सेक्स भन्ने कुरा तपाईँको नर्मल हो हजुर नेपालमा मात्र के न भन्ने सोचे होला त्यो जसले भिडियो खिच्या तिनीहरूले चाहिँ गर्दै गर्दैन तालबाट तिनीहरू पनि त्यसरी गर्दै हिँड्छन् होला सायद होइन त्यो यो अलिकति मजा आउने कुरो चाहिँ होइन कसले के गर्दै हिँड्यो भनेर त्यो खिच्न जाने भने चाहिँ पत्रकारको आचार संहितातिर पर्दै पर्दैन कसैको गोपनीयता भन्ने हुन्छ त्यो बुझ्नु पर्दैन त्यो केटीको मैले भिडियो देखेँ हो त्यो केटीलाई मुख देखाऊ भनेको छ राम्री छ कि गोरी छ कि कस्तो छ भने हेर्न खोजेको कि तिनीहरूले आफैले केटीको गोपनीयता भन्ने हुँदैन अनि एउटा अब प्रहरी भनेर भन्दै गर्दा उहाँहरूको पनि त गोपनीयता हुन्छ त प्रहरीले कतिलाई कारबाही गरेको छ थाहा छ नि तपाईँहरूलाई अरूले गोपनीयता भङ्ग गरिदियो भनेर तपाईँको अस्ति भर्खर एउटा पत्रकार साइबरले समातेको हो कि अरे प्रहरीले समातेको हो कि पत्रकार किशोर भन्ने श्रेष्ठलाई उहाँलाई त्यही गोपनीयताको कुराले समाते होइन तपाईँको यहाँ त यो घटना यो राम्रो नराम्रो यो घटना राम्रो नराम्रो भन्दा पनि तपाईँको त्यो आउनु नै नराम्रो हो नि आउनु नै नराम्रो के गणेश श्रेष्ठ रङ्गिहात भेटिएका प्रहरी इन्चार्ज भगुन्डे बेसीका ती प्रहरी इन्चार्जले आफ्नो श्रीमतीसँग सम्बन्ध राखेर जन्माउने हो नि त बच्चा तपाईँको बाबाले तपाईँको आमासँग सेक्स गर्नुभयो उनीहरूले बच्चा पाउनलाई होइन बच्चा नपाउनलाई मात्र टाइम पास रमाइलोको लागि मात्र उनीहरू भिडेन लगाएको थियो कि महिलालाई रमाइलोको लागि प्रहरीले प्रयोग गर्ने तपाईँ के बोल्दै हुनुहुन्छ अब पुलिसको चाहिँ गर्लफ्रेन्ड हुँदैन बोयफ्रेन्ड गर्लफ्रेन्ड हुँदैनन् तपाईँको छैन अरू कोही भइहाल्छ जसको पनि भइहाल्छ भने त्यो तपाईँले भन्ने कुरा हो मेरो आफ्नो खुसी हुन्छ नि मेरो खुसी भन्छ नि त्यस्तो हो त्यो तपाईँले भन्ने कुरो होइन त्यो हामीले भन्ने कुरो होइन त्यो आफ्नो इच्छा हो कुन बेला कसको के तरिकाले अब तपाईँको मिल्छ अब तपाईँको दुईजना मिलेपछि तपाईँलाई टाउको दुखेर मलाई टाउको दुखेर त्यो अरूलाई टाउको दुखेर हुन्छ भने म चाहिँ मान्दैन नराम्रो भन्दैन म चाहिँ त्यो तपाईँको प्रहरी त्यो आफै काण्ड घटाउँदै युवतीलाई होटेल लग्दै मोज मस्तीमा यदि हिँड्छ भने एउटा नारी थाहा छैन विवाहित हुनु कि अविवाहित हुनु ट्याटु हातमा हान्ने कि एकजना नारी जो एकदम खुसी छिन् फेरि खुसी छिन् है फेरि एकदमै खुसी मुद्रामा छिन् खुसी छन् भने तपाईँ किन दुखी जाने तपाईँ किन दुखी तपाईँ किन दुखी हो त्यो डाले हो त्यो भुतुक्कै भयो त्यो तपाईँको जले हो त्यो दुश्मन लाग्यो हो त्यो षड्यन्त्र हो तपाईँको पुलिसको काम हो कि छापा हान्ने हिँड्ने पत्रकारको हो त्यो मैले देखिनँ अब देखे पनि त्यो मजा आएन कि त्यो अर्काले के गर्यो कसो गर्यो भनेर त्यो चियो चर्चा गर्नु यो शारीरिक सम्पर्कका कुरोमा चाहिँ हामी नजाउँ के सबैले नराम्रो भन्छ होइन यो कुरालाई होइन तपाईँले नराम्रो भनिरहेका छन् अब तपाईँको यो नराम्रो कामबाटै तपाईँ हामी जन्म्या हौँ के
त्यति कुरो चाहिँ बुझ्नुपर्छ। बाँसुरी सर तर हाम्रा बाले आमासँगै गरेर जन्म्या हो बिमारी चाहिँ होइन हामी अब हाम्रो बाउको निश्चित परिचय छ आमाको निश्चित परिचय छ कोसँग गरे के गरे तपाईँले पनि देखे होइन हामीले पनि देखे होइन अब त्यो यस्तो कुरामा नभुल्यौँ कि हामी त्यसो भए सुन्नु न एउटा कुरा त्यो नारी छ नि नारी। नारीको लागि अब न्यायको लागि लड्नु पर्यो तपाईँहरू किन नलड्ने अब यात्रा गर्ने न्यायको लागि उनीहरू खुसीले अब तपाईँको त्यति बेला रोइहाल्थ्यो नि त भने ती नारी मलाई त्यो जबरजस्ती भए भए तपाईँको यताउति भएर र त्यो असहमतिमा त्यो भइदिएको भए तपाईँको त्यसरी मान्छे जाँदा त ओहो गुहार गुहार अथवा मलाई यसो गरेँ उसो गरेँ भनिहाल्छु त्यो सहमतिमा भेटेर गफ मात्र गरेको थिएँ कि गफ गर्न मात्र बसेको थिएँ कि अनेक कुरा छ नि खुसी कसरी भयो त एउटा महिला र पुरुष हो सँगै हुँदा त ह्याप्पी त भइहाल्छ नि नहुने भने त्यहाँ रुन गएको त कस्तो कुराहरू छ तपाईँ खुसीतिर त्यसो भएदेखि के हुन्छ अब महिलाको त घरबार बिग्रियो हैन अब यता गणेश श्रेष्ठको चाहिँ अब श्रीमती दिने होला त्यो होटलभित्र त्यसरी मान्छे किन पठायो एक नम्बरमा कसले पठायो त्यहाँ त्यो होटलभित्र कसले ग्रुप पठायो त्यो 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 कसले जानकारी दियो त्यो सबै कुराहरू चेक गर्नु पर्यो अनुसन्धान ती कुराहरूमा हुनु पर्यो नि अनि त्यो तपाईँको गेस्ट हाउस होइन त होटलमा भनेपछि त्यो होटल मालिकले बुढाबुढी हो कि होइन श्रीमान श्रीमती हो कि होइन के हो सम्बन्ध भनेर टक्क त्यो छानबिन गरेर त्यो परिचय पत्र अनुसार राखेर किन त्यसरी छिर्न दिएन यो त सबै कुराहरू आउँछ हजुर मैले बुझ्दा चाहिँ अनुसन्धानमा को तानिन्छ भन्नुहोस् त अब अनुसन्धानमा को तानिन्छ त्यो केटी महिला हन् नि ती महिलाले चुपो लाएर बसेपछि सिधो कोही पनि तान्दैन जागिर जाने भयो क्या पैसाको हेर्दा हेर्दै अब जागिर गए तपाईँ अब जागिर गयो उनकै जान्छ तपाईँको जाँदैन अब उनले पनि सुन्नु न प्रहरीले चाहिँ ओके टोके बोकेर प्रहरी नभन्नु न भने पुलिसको चाहिँ हतियार हुँदैन हतियार भनेको अब बुझ्नु न कुरो सामान तपाईँको ऊ के लिङ्ग हुँदैन उमेर पुगेपछि तपाईँको त्यो मन लाग्ने हर्मोन उत्पादन हुँदैन केटीसँग बस्न मन लाग्ने अब तपाईँको सरकारी जागिर खा होला सरकारी जागिर हुन्छ अनि बाहिर परिस्थितिसँग रङ्गे हात भेटेर मिल्छ सरकारी जागिर हुन्छ तपाईँको अब श्रीमती थियो थिएन अथवा बुढो थिएन थाहा छैन हामीलाई होइन तपाईँको उसको पछि बिहे गर्ने भनेर ल्याएको गर्लफ्रेन्ड थियो कि अथवा श्रीमती भयो भने कति जिल्ला कतिको टाढा थियो कि के गर्ने त यस्तो बेलामा कि हामी जस्तो चित्त बुझाउनु सक्नु पऱ्यो केटीसँग मन लाग्यो भने हस्तमैथुन चाहिँ गर्ने चित्त बुझाउनु हुनु पऱ्यो त्यति गरे अब बरु तपाईँहरूले अहिले कुरा काट्ने बाटो नि हुन्थेन त्यो 2-4 जना त्यो समूह गरेर तपाईँको त्यो बदलाको भावले त्यो मान्छेको गोपनीयतामाथि प्रहार गर्ने पनि हुन्थेन त्यही भएर हामीले यसलाई ठुलो कुरो नसोचौँ यो मान्छे मारे नि होइन केही गरे पनि होइन कसैलाई कुटे पनि होइन गोदे पनि होइन माया मोहमा अब उनीहरू रम्न चाहेका थिए रमे अथवा रम्न बाँकी थिए ती कुरामा कसैले भङ्ग गरिदियो बरु भङ्ग गरिदियो श्रम संस्कृतिको नेता भएको कारणले गर्दाखेरि तपाईँको अध्यक्षले चमेली भन्नुहुन्छ तपाईँहरू खालि स्त्री प्रिय हो कि हो हामी त स्त्री प्रिय धरती प्रिय आकाश प्रिय प्रकृति प्रिय यो जीव जन्तु प्रिय चराचुरुङ्गी प्रिय ए माया मोहले संसार जितिन्छ हजुर झैझगडा द्वन्द्व आतङ्क हत्या हिंसाको बाटोमा जानुहुन्न नि तपाईँको यो अब भगवान्ले सृष्टि नै त्यसरी गर्यो के गर्ने त अब तपाईँको बाँसुरीले सेक्स गरेको होइन के होटलमा गएर प्रहरीको सही हिसाबले गरेको जिम्मेवार पद प्रहरी भनेको जनताको अनि पुलिसको ड्रेसै लाएर गर्यो त भने तपाईँले देखेँ त्यो किन तपाईँले छटपट्टि भयो त पुलिसको ड्रेसै लाएर गऱ्यो भने ओहो भनेर अलि अचम्म मान्नु सिभिल यो के अरे ऊ ड्रेस थिएन उनीहरूको अब यस्तो थियो होला गरेन त्यो पनि थाहा छैन त्यो पनि थाहा छैन थियो कि थिएन त्यो पनि थाहा छैन तपाईँको पहिला हाम्रा यो पहिला हामी बालबच्चा हुँदा 2-3 4 कोहीले 10 वर्षसम्म बिहे गर्यो पनि भन्थे त यो मन मिलेर हुने कुरा हो कि तपाईँको अब नारीको अधिकारको लागि तपाईँ लड्ने श्रम संस्कृति पार्टी छ के भन्नुहोस् अब
नारीको अधिकारको लागि उक्त नारी त्यो के भएको? यौन सम्पर्क गर्न होटेल लगे कि त्यहाँ मलाई मार्यो, मलाई कुट्यो, मलाई बलात्कार गर्यो, मलाई हिंसा गर्यो, म यति सानो उमेरको हो यसो हो भन्दै उनी आछिन् र भने अनि नारीको अधिकार भन्ने हुन्छ। यति बेला त त्यो नारी पुरुषकै अधिकारको लागि बोल्न पर्यो नि, नारी पुरुषै बराबर सम्झिन पर्यो नि। उनीहरूको दोषै होइन के, त्यो दोष भनेको जसले भिडियो खिच्न गयो, चियो चर्चा गर्न गयो त्यही नै दोष हो। त्यसो भए त तपाईँ त्यसरी निहाल्दै हेर्दै हिँड्ने भन्दा यति बेला तपाईँको अब लाखौँ ठाउँमा यस्ता घटना घटिरहेको होला त। तपाईँले प्रहरीको सपोर्ट त गर्नुभयो सङ्गठनको, तर प्रहरीमा पनि बदमास प्रहरीको तपाईँ सङ्गठन होइन नि त भने त्यो त एकजनामा जान्छ नि, सङ्गठन भन्नेमा गएन नि के एकजना पुलिसले त्यसो गर्यो भन्दैमा सबैको बेला दोष लाउनु मिलेन नि त। प्रहरीको ज्यादतीले राम्रैसँग बदला लियो होइन, पत्रकारले ठुलै मूल्यको बदला लियो है। यो बदला लिए मिल्दैन। यो जसले भिडियो यो सार्वजनिक गरे नि तिनीहरूलाई सबैलाई समातेर कारवाही गर्नुपर्छ। प्रहरीले यो कारवाहीको दायरामा ल्याउनु पर्छ भने धनबहादुर कार्कीको पावरले चाहिँ अब तपाईँ सम्झिनु न, तपाईँ एकछिनलाई एउटा केटी लिएर गेस्ट हाउसमा गयो, तपाईँको भिडियो त्यसरी तपाईँको साथीभाइहरूले आएर खिच्यो भने के गर्नुहुन्छ? के भन्नुहुन्छ त्यो ठाउँमा तपाईँ हुनुभयो? गलत हो नि। तपाईँलाई मन लाग्दैन? तपाईँलाई मन लाग्दैन? मन लाग्छ त, मेरो श्रीमती छैन, अगाडि श्रीमती हुन्छ, अहिले गर्लफ्रेन्ड होला, फरक कुरा। त्यो तपाईँले भने जस्तो होइन, तपाईँ त्यस्तै अवस्थामा ल तपाईँको नि श्रीमती छ अथवा तपाईँ टाढा छ अथवा श्रीमती छैन अथवा तपाईँ त्यसरी गयो भने के गर्ने त? अरूले खिच्यो भने होइन त्यो गरे त हुन्थ्यो त भने। तर तपाईँको के हो भने प्रहरी हो भने जनताको सेवा खर्छु नि, कहाँ होटेलमा सेक्स गर्दै हिँड्छु त म? तपाईँले मलाई सोध्नु भएको भने यो यसलाई ठुलो कुरो मान्न हुँदैन के, यो नर्मल कुरो हो। उनको चाहिँ अधिकार। म अविवाहित। त्यसो भए तपाईँ फिजिकल सम्बन्ध राख्नु भएको छ होइन? कस्तो त्यो के भने त्यो फिजिकल होटेलमा चेक गरे नि गल्ती के गरे होटेलमा? फिजिकल रिलेसनसिप तपाईँले देखे हो? त्यही रङ्गिहात तपाईँले देखे भिडियो आयो त्यही भएको आयो त। भिडियो त कहाँ भेटिन्छ र? ढोका खोल्दाखेरि त कबाट लाएर खोल्छ नि, ढोका खोल्दा यो सम्पर्क तपाईँले गरेको छैन हो? त्यसरी सिधै भन्नु न। अब तपाईँको यो प्रश्नको उत्तर किन चाहियो? यो प्रश्नको उत्तर किन के अरे तपाईँलाई उत्तर किन चाहियो यसको सन्दर्भमा? यति हल्का रूपमा लिनुभयो कि मानव कि तपाईँ त सिकारी हुनुहुन्छ जस्तो। अब अनुभव छ भन्यो भने के सोध्नुहुन्छ त? के को लागि सोध्नु भयो? ल भन्नु ल बिहे नगरे नि जन्तीको हाल, बिहे नगरे नि जन्तीको हाल। जन्ती भन्यो होइन, मैले सम्पर्क राखेको छैन। त्यही त अब तपाईँको हस्तमैथुन गरेपछि सम्पर्क गरे जस्तै भएन भने थाहा भएन भने त्यही ब्रिजहर्ताको रमाइलो लिन्थ्यो नि धेरैले। अनि के भयो तपाईँको बालबच्चाको लागि त्यो गर्ने हो क्रियाकलाप? ल थाहा छ भन्नु न, ल भन्नुहोस्। थाहा छ, थाहा छ ल कि अब के गर्नु पर्यो भन्नु पर्यो। के होइन, मैले केटाहरूले त भरिदिनु खोज्छ बिहे गर्ने बेला भन्ने सुनेको थिएँ। केटीहरूले नि त्यस्तै सोध्छ र मलाई त्यस्तो लाग्दैन। श्रीमती घरमा हुन्छ बिचरी, यता अरूसँग हिँडिया छ, त्यो गर्न पाइन्छ? अब त्यो अब आइसकेपछि अब त्यो श्रीमती उहाँहरूको कुरा हुन् के, त्यो प्रहरी त्यो केटी उहाँको श्रीमती परिवार आफन्त यिनीहरू अब मिलाउने कुरो हो। त्यो जसले भिडियो सार्वजनिक गर्यो तिनीहरूलाई चाहिँ कारवाही दायरामा ल्याउनु पर्छ भन्ने मेरो कुरा हो। कुरा त गरेकै छैन नि मैले। तपाईँको जिउमा जे हिँडोस् तपाईँको समाचार बन्दैन क्या, समाचार बन्ने त प्रहरीको हो नि। अनि प्रहरीको समाचार बन्नेपछि तपाईँले जवाफ दिनु पर्यो क्या। तपाईँ त माटोको मान्छे हो नि त, माटोमा उभिएर बसेको मान्छे, तपाईँ त माटोको नेता हो नि। नेता सेता कुरो नगर्नु, म एउटा श्रमदाता हुँ। हामी नेपाल र नेपाली जनताको भविष्य कोर्नको लागि अगाडि बढेको मान्छे हौँ। यहाँ नेता सेताको कुरो नि आउँदैन। यो एउटा समाजको एउटा यो घटना ठुलो रूपमा लिएको नेपाली जनताहरूले यसलाई खासै ठुलो लिनु हुन्न। यहाँ त्यहाँ तपाईँको कुटपिट होइन, झैझगडा होइन, मारकाट होइन। त्यो मान्छे एकछिन तपाईँको चरम आनन्द स्वर्ग जान लाग्यो, ध्यानमा जान लाग्यो, ती कुरालाई हामीले ठुलो सोच्न हुन्न। मान्छे तपाईँको ध्यानमा बस्न पाउँदैन, अर्काको ध्यान भङ्ग गर्दैन खोज्ने। होइन, हामी त्यसै गरी हिँड्यौँ भने हामीलाई पनि त्यसै गरी क्यामेरा ठडाएर अथवा मोबाइल ठडाएर त धम्की झाकिदिन्छन् भने त त्यो त गलत हो नि त। त्यो त तपाईँको सिधै अपहरण गरे जस्तै भयो कि मजा आएन। तपाईँको केटा मान्छे बागमती प्रदेशको सदस्य स्वर्ग पुगेर
यौन सम्पर्कबाट बाहिर आइसकेका नेता भनेपछि तपाईँ काण्डे हुनुभयो होइन होइन त्यस्तो बेलामा गएर त्यो मोबाइल तेर्साएर त्यो केटीको अनुहार देखा त अथवा म यसो गर्छु उसो गर्छु तैँले मलाई यसो गरी थुनेको थिइस् उसो गरी थुनेको थिइस् भन्दा त्यो त बदलाको भावना भयो नि त। यहाँ त तपाईँको जबरजस्ती नेताको भङ्ग भयो मानौँ तर नियत राम्रो भएन नि त बासुरीजी। सहमतिको थियो नि त भने त्यो सहमतिको होला नि त। त्यसो भए तपाईँको घरमा श्रीमती छ तपाईँको घरमा श्रीमती छ बच्चा बच्ची पनि छ सहमति हो भन्दैमा अरूको श्रीमतीसँग सुत्दै हिँड्ने तपाईँ यस्ता पतित कुरा गर्ने संस्कृतिको माटोको नेता भएर माटो कसैमा खाएर भन्नु त तपाईँ यसो गर्नुहुन्छ कि हुन्न तपाईँले? त्यो धेरै ठुलो कुराहरू धेरै थरीमा जान्छ सोध्नुपर्छ। अगाडि शारीरिक सम्बन्ध राखेका मान्छे हो तपाईँ भनिसक्नु भयो भर्खर तपाईँ त बिहा नहुने भइसक्यो अब करिब करिब के गर्नुहुन्छ अब तपाईँलाई नि त्यही क्वेसन छ जुन तपाईँको घरमा श्रीमती छ तपाईँलाई त्यो श्रीमतीले होइन होइन एकछिनलाई छ तपाईँको श्रीमती छैन ल गरे होइन छ उदाहरण तपाईँले भने तपाईँलाई त्यो श्रीमतीसँग नभेट्न 2-4 वर्ष भए रहेछ अथवा तपाईँ त्यो श्रीमतीसँग बस्दाखेरि त्यो श्रीमती र तपाईँ झगडा परेर तपाईँलाई गर्नै नदिए रहेछ भने चाहिँ के गर्नुहुन्छ त्यसो भए? चुप लाएर बस्छु मान्छेको हरेक प्रकारको आनन्द हुन्छ नि मासु खाँदा आनन्द आउँछ घुम्दा आनन्द आउँछ बाइकमा राइड गर्दा आनन्द आउँछ मुस्ताङ मनाङ गएर लेभियस लाइफ जिउँछु म महँगो कभर लाउँछु म आनन्दको हरेक प्रकारको स्रोत हुँदैन। बाबाजीहरूले कसरी आनन्द लिन्छ ध्यान बसेर लिन्छ म ध्यान बस्छु यता तपाईँको त्यहाँ गएर हरेक प्रकारको छ नि त। अनि त्यो के छ र ओसोमा तपोवन गएर चाहिँ महिनौ दिनसम्म चाहिँ मजाले चाहिँ लाखौँ खर्च गरेर दामी आनन्द जिन्दगी त्यो तपाईँले लिगे आनन्द मात्र देख्यो होला भित्र त लुकी धेरैले सबैले त्यस्तो कार्य गरिराखेको हुन्छ धेरैले गरे माटोको नेताको भनाइ के भन्नु होइन तपाईँको प्रेस विज्ञप्ति के भन्नु त्यो होइन सुन्नु त्यो ध्यान यो ऊ तपाईँले भन्दै गर्दा तपाईँले सिकाउनै पर्दैन त्यो सबै नेचुरल कुराहरू हो यो प्राकृतिक कुराहरू हो। तपाईँको यो जति गरे पनि तपाईँको मेरो बाउले के भन्थे अथवा के भन्थ्यो भने तपाईँको सबै पुर्खा ती बिते भन्थे क्या भन्नुभयो हजुर सबै पुर्खा ती बिते भन्थे मेरो बाउले सबै पुर्खा ती बिते क्या त्यही काममै बिते सबै पुर्खा भने के हो पुर्खा ती बिते बुझ्नुभयो अब सबै पुर्खा ती बिते अब बुझ्नु न कुरा त्यस्तो त्यो यो कुरा भनेको तपाईँको यो जनावरको नि हुन्छ जीव जन्तुको नि हुन्छ तपाईँको चराचुरुङ्गीको नि हुन्छ मान्छेको नि हुन्छ। यसलाई हिमाल के अरे त्यो सानो कुरोलाई ठुलो नबनाऊ सकेसम्म यसरी यस्ता कुराहरू नकारात्मक कुराहरू हो भने सम्बन्धित ठाउँमा जानु पर्थ्यो भिडियो लिएर केटी नबोको ढुङ्गा बोको होइन तपाईँको यो ठुलो घटना गलतै 100% यताउति भए पनि तपाईँको सामाजिक सञ्जालमा नहाली सम्बन्धित ठाउँमा जानु पर्थ्यो हो कि सर भन्नु त सर भन्नु त तपाईँले कुरो बुझ्दैन यता सरलाई सोध्नु हो कि सर भन्नु सम्बन्धित ठाउँमा जानुपर्ने हो कि होइन तपाईँको त्यो भिडियो खिचेर हामीले त कति खिचे भिडियो पहिला सार्वजनिक गर्न पाउँथेनौँ पत्रकार हुँदा त तपाईँ यस्तै भिडियो खिच्दै हिजो मान्छे तपाईँ होइन कतिपय तपाईँको मान्छेको स्वीकृत त हुनुपर्छ त ल सुन यो भिडियो मैले अहिले तपाईँलाई नहाल्नु सार्वजनिक नगर्नुहोस् भने मैले गलत छ भने यो गलत काटेर फ्यालिदिनुहोस् भने तपाईँले जबरजस्ती हाल्न मिल्दैन के एडिट हुँदैन सम्पादनको कुरा आउँदैन यार सम्पादन गर्नु पर्दैन जबरजस्ती गरेर अर्काले गर्न लाने ठाउँमा गएर भिडियो खिचेर त्यो सार्वजनिक गर्नु पाउँछ मिल्दैन त्यो त तपाईँको कसले फोन गरेर बोलायो अथवा यिनीहरूले पहिलेदेखि तपाईँको यो त्यो प्रहरीको तपाईँको यो उनीहरू सिआइडी बनेर काम गरेर जस्तो नि देखियो अथवा तपाईँ गिराउन खोज्या नि देखियो अथवा त्यो होटलको मालिकको पनि अलिकति गडबडी छ कि के हो कसो अब सबै सिसिटिभी यताउति हेर्ने भने सबै कुरा अब यो सम्बन्धित निकाल छानबिन गरोस् भन्न चाहन्छु हजुर। त्यो चाहिँ तपाईँको यो खिच्दै ओर्दै हिँड्ने चाहिँ मिल्दैन के मिल्दैन मिल्दैन भन्नु त तपाईँले बुझेको बुझेन मिल्छ प्रहरीलाई हामीले जोगाएर राख्नुपर्छ प्रहरीले यसरी अर्काको बिगार्न पाइँदैन। म कुनै बेला केटी